कुमजाम अथवा फ्रोजन सोल्जर भनेको यो हात यति लाम्ने बित्तिकै दुखेर आउँछ, योभन्दा माथि जाँदैन। त्यस पछाडि यता साइडमा गर्दाखेरि एकदमै दुखेर आउँछ र हात यसरी पछाडि लाँदाखेरि बिरामीले एकदमै सक्दिन भन्नुहुन्छ र यस्तो दुखाइ राति बढी दुख्ने र कपडाहरू खोल्दाखेरि चाहिँ एकदमै दुख्ने हुन्छ। फ्रोजन सोल्जर अथवा कुमजाम हुँदाखेरि दुखाइ आउने बित्तिकै त्यसलाई चाहिँ हामीले चिसोले सेक्न सक्छौँ, आइसिङ गर्ने। अलि पुरानो समस्या छ भने त्यसलाई हामीले तातोले चाहिँ उपचार दिने र केही मसाजहरू गर्ने, तातो र चिसोले पनि सेक्ने। त्यो सँगसँगै चाहिँ हामीले अब दुखाइ अलिकति कम भइसकेपछि एक्सर्साइज घरमै आफैले पनि केही एक्सर्साइजहरू चाहिँ फिजियोथेरापिस्टको सल्लाह, एकचोटि त फिजियोथेरापिस्ट भेट्नु पर्यो र फिजियोथेरापिस्टको सल्लाह बमोजिम फ्रोजन सोल्जरको कन्डिसनमा एक्सर्साइजले पनि धेरै प्रतिशत चाहिँ निको हुन्छ र पछि गइसकेपछि दुखाइ कम गएपछि गर्ने चाहिँ एक्सर्साइज नै हो। तर जहिले पनि फिजियोथेरापिस्टको सल्लाह बमोजिम एक्सर्साइज गर्नुपर्ने हुन्छ।